हेलो साथीहरू, आज मिति 2083 साल असार महिनाको 3 गते बुधबारको दिन हामीले दमकमा रहेको महादेव नर्सरीबाट मल्लिका जातको आँपको बिरुवा ल्याएर घर पछाडिको बारीमा रोप्दैछौँ। यो मल्लिका आँप चाहिँ कलकत्ते आँप, सूर्यपुरी आँप, मालदा आँप जस्तै एक प्रकारको इन्डियन आँप रहेको छ। यो चाहिँ स्वादको कुरा गर्नुपर्दा मालदा आँप भन्दा पनि मिठो र स्वादिष्ट हुन्छ भन्ने जानकारी पनि पाएका छौँ। आज डेडी र मैले यो आँप रोपेर वातावरण पनि संरक्षण गरेका छौँ। त्यस्तै हामीले यो महिनामा मालदा आँप पनि अगाडिको बारीमा रोपिसकेका नै छौँ। यो मल्लिका जातको आँप चाहिँ पछि फलेपछि एकदमै ठुलो खालको आँप हुँदो रहेछ। यसको कोया पनि एकदमै सानो र आँप चाहिँ एकदम स्वादिष्ट हुँदो रहेछ। हेर्नुहोस् त साथीहरू, क्या हेर्दै खाउँ खाउँ लाग्दो। तपाईँहरूलाई पनि यो मल्लिका आँपको बारेमा थाहा छ भने, यो आँप खानुभएको छ भने मिठो लाग्छ कि लाग्दैन कमेन्ट चाहिँ अवश्य गर्नु होला ल।